Hello guys. Welcome to our vlog. आज चाहिँ हामी जाँदैछौँ नाइट क्याम्प अनि यहाँ हामी रेडी भइसक्यौँ हाम्रो रुममा। नाइट क्याम्पमा के हुन्छ माहौल हामी त्यहाँ देखाउने छौँ तपाईहरुलाई। नाइट क्याम्पको लागि यहाँ रेडी हुनुहुन्छ हाम्रो सरिता डन अनि यहाँ हुनुहुन्छ बिमल डन। आइसकेछु गाइज आइसकेछु एकला गाड्नु लगेर लागि अनि आज हामी जानेवाला छौँ नाइट क्याम्प। हाम्रो डेस्टिनेसन चाहिँ कहाँ हुन्छ लेट्स कसो गोरो देखाएको हौ इ सिम्पल जिन्दगीमा पिम्पलले सता छ। नाइट क्याम्पको लागि आजको हाम्रो आउटफिट यस्तो छ। हाम्रो बिमल डोना एकदम पुरै के रे चोर बनेर हिँड्ला छ गाइज। अनि हाम्रो सरिता डोना यहाँ मलाई जाडो हुनेवाला के कपडा पनि छैन यस्तै हो खै यो द्याउ कमलले वाउ यतिको दाइ किन्न बढाएको जबरजस्ती हाउ टु किडन्याप नाइस भनेको यहीँ बसेस् नाइस अनि यहाँ हुनुहुन्छ हाम्रो बुसु डोना। हाम्रो दोस्तहरू चाहिँ हामीले अहिले उता भेट्छौँ कस्तो हुन्छ अब हेर्दैछौँ होइन। अहिले चाहिँ यति मात्र छौँ। हाम्रो कमल डन कहाँ मर्यो त्यो यो ढिलो गर्ने मान्छे बाई बाई सी यू देयर। अब चाहिँ हामीले बाइकलाई चिया खुलाएर हिँडिरहेको छौँ यहाँबाट। सपिङ चल्दैछ यहाँ। अब हाम्रो सपिङ भइसकेको छ। वी निड टु गो फ्रम हियर। हाम्रो माथि भाइहरू वेट गरिरहेको छ। अब हामी चाहिँ यहाँबाट हिँड्नु पर्ने हुन्छ। लेट्स गो हिँड। बिस्तारै के होला कस्तो खाने कुरा गयौँ ल। अब माथि भेटौँ ल। रात परिसक्यो। अहिले रातिमा कस्तो आउने हो थाहा चाहिँ छैन। अहिले अब जाँदै गरौँ होइन। अगाडि अलि अगाडि छ बिमल अनि अभियान र हाम्रो अभियान र क्रिस चाहिँ आउँदैछ। 8 जना 4वटा बाइक। यस वी निड टु गो। घोराई बजारको नाइट भ्यू यहाँबाट तपाईँहरू देख्न सक्नुहुन्छ। यस्तो बब्बाल अनि हाम्रो यहाँ हुनुहुन्छ लाइट बाल्दैन त यो हाम्रो नयाँ खालको सूर्य यहाँ हुनुहुन्छ अनि उहाँ हुनुहुन्छ हजुरको फेसमा लाइट बाल्नु। यता लाइट बालिदिनुहोस् कमलको फेसमा। अब मेरो फेसमा बालिदिनुहोस्। जाँदैछौँ है जाँदैछौँ रुक अहिले आउँछ हाम्रो ब्लग। सो फाइनली हामी चाहिँ आइपुगिसकेको छौँ घरदौरा। यहाँ यस्तो छ सामान यस्तो छ यो पारा झोले पारामा आइसकेको छौँ नाइट क्याम्पको लागि। घोराई बजारको तल नाइट भ्यू यस्तो बवाल। नाइट क्याम्प गर्दा यो त मलाई नाम नि थाहा छैन के हो रे के यसको नाम। तर भ्यू कुन चाहिँ बाटो राम्रो देख्छ भाइ? भ्यू कहाँबाट राम्रो देख्छ? यो बाटो। त्यसो भए यहाँ बस्ने हो क्या? ओए यहाँबाट भ्यू बवाल देख्छ क्या? यहाँ तल बसौँ। उ त्यो अब बार्ने बेरिया छ त्यही बेर अब उठ्नु पर्छ हो कि नै। अब जस्तो यहाँ नर्मल बस्नु छ यहीँ बसौँ नि गुरु। आगो बाल्ने कार्यक्रम हुँदैछ। हाम्रो भाइले आगो बाल्दैछन् चट्ट लाग। अब मेरो च्यानल सब्सक्राइब गरिदिए है। सुन्दा बिस्ट छ नाम भनिदियो नि तिम्रो। तिम्रो चाहिँ त्यही हो। कार्यक्रम चल्दैछ। हाम्रो आगो पनि बोलिसकेको छ अनि हाम्रो यहाँ ट्याक लगाएर मासुको। हेलो एभ्रिवान। म चाहिँ छु यहाँ आगोको छेउमा। कस्तो राम्रो देखिरहेछ यहाँ आउनु न। आगोको छेउमा हेर्नु कस्तो राम्रो देखियो नि। यस्तो कलरले राम्रो आउँछ कि त्यही हो। मेरो चाहिँ अनुहार झ्याउडिया पोलेर यहाँ। हाम्रो दिदी चाहिँ उहाँ हुनुहुन्छ। उहाँ लाइभ भोइस हाल्नुभएको छ।
ल ल ल Love to join. Thank you for joining with us. Yeah! Wait, Welcome. माला लगाइदेऊ न, माला. माला छैन यी मासु लगाइदिनु के भयो हात दिनु के ए यस्तो छ फेरि संस्कारी छोरी. तपाईँको लागि ओइ भाइ, लुमिन लाइन्स. लुमिन लाइन चाहिँ जितिहाल्यो नि जिन्दाबाद. लाइभ हेरेर आएर के ढिलो गरे यी. कसैले तपाईँको लागि भन्नु न जिन्दाबाद. खादिनँ भाइ लुमिन लाइन्स जिन्दाबाद भन न यहाँ. मासुहरू खादिनँ नि म ए रमाइलो छ, रमाइलो छ. जाडोमा तिमी जानमा खाली यहाँ उभिएर बस्यो होला आचु चु 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 हाम्रो छ यहाँ अनि सरिता छ अनि हाम्रो टेन्ट पनि रेडी छ. भाइहरू चाहिँ तल फोटो खिच्न गएको छ. हामी चाहिँ यहीँ छौँ. हाम्रो पालो अहिले आउँछ. फाइनली गाइज हाम्रो यहाँ दोस्रो लटको यहाँ कफी सेकेन्ड राउन्ड गोइङ अब जाडु सुनको चम्चा. यसलाई भन्छन् गाडीमा त सुतिहाल्छ नि सबै नि एउटा फेरि यहीँ सुत्यो गाडीमा नसुतेर. अनि पछि नारायण घाट आइसकेपछि काटिसकेपछि दाउन्ने सब मरेको मैले आर्मीको लागि ल यल्लो अब त तल काट्ने लाग्यो एकदम खतरनाक कालो छ यी अनि यता यस्तो गर्नु देखिन्छ बेस्ट अफ 3 है लास्ट बाउल ओ म त ऊ जस्तै के हो बल्ल अहिले के भन्छन् रे त्यो हिउँमा खेल्न जान्ला जस्तो सो हाम्रो यहाँ छौ बन्दैछ. मैले अहिले झ्याममा दिन्छु नाच्दैनौ त हामी चाहिँ आज नसुत्ने बाचा कसम खाएको छौँ. पल्टिनमा त हामी चाहिँ जाँदैछौँ भिडियो गर्न, फोटो खिच्न. तर यहाँ जताततै म्युजिक बजिरहेको छ, त्यही भएर लास्ट मानेको आर्के नत्र दाइ झर्छ यो त केही न टुक्रा दि मलाई कुन्नु छ त्यहाँ पृथ्वी गोलो छ है अरे सब पाउ चप्पा मान्छे चिनिराखेका छु कसको हजार साथी टिममा पालो नाइन सबमा पालो चिलमा साथी चिलमा झुला झुलिरहेछन् यहाँ बच्चाहरू. यस्तो चिलमा हो रे साथी चिलमा रातिको 3 बजिसकेको छ. हामी चाहिँ निन्द्रा नलाएर फेरि यहाँ एकलट घुम्न आइरहेछौँ हाम्रो घरधौरामा. गाह्रो छ. जति बेला कफी खाइसक्यो नि यस्तो छ हाम्रो रातिको माहौल. हाम्रो हेभन हिल्स र यात्रीहरू यहाँ निन्द्रा नलाएको यात्रीहरू, भत्केको आत्माहरू भत्केको आत्माहरू यहाँ हिँडिरहेको छन्. सो राइट गाइस, अहिले चाहिँ रातिको 3:48 भइसकेको छ अनि सबैजना सुतिसकेको माहौल छ. मलाई चाहिँ निन्द्रा लागेको छैन. सो म चाहिँ यहाँ छु. यहाँ मेरो भाइहरू चाहिँ यहाँ सुतिरहेको छ. अब म जाँदैछु यिनीहरूलाई पानी खनाइदिन. हे सरी बोसहरू, सरी सुत्छ. वाउ सुत्दैछु. वाउ पानी 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 ल्याऊ. सर्ता पानी ल्याऊ. पानी ल्याऊ सर्ता.
अब मलाई भन कि मलाई म जिस्क्यो र सानो मलाई रे भाइ के भन्ने हो यो भिदै छैन दिन्छ भिजै कब्रायो त अब म के भन्दिने सो गाइस अहिले चाहिँ बिहान भइसकेको छ अनि सबजना सुतिरहेछन् हामी चाहिँ एउटा काम गर्दैछौँ लेट्स गो सुतेको मान्छेहरूलाई अलिकति पार गर्न जाँदैछौँ हामी सरी टु से सनराइज हेर्नु सनराइज जम मुठन ल सनराइज हेर्नु सनराइज कस्तो साइको रहेछ पुमसितिर सुरुमै छ के छिटो आइज के मोबाइल ल्याउनु पर्दैन भिडियो बनाउनु पर्दैन छिटो ड्रेसै लगाएन हिँड पालि आइसक्यो छिटो आइज बिमाल्यो कि गाइज कमाल अफ कञ्चना फेरि बजाउँदा एकलट बसेला बजाइदिनु गाइज गुड मर्निङ ताजा भ्लगमा तपाईँहरूलाई स्वागत छ हामी चाहिँ उठेर पनि भजन कीर्तन गरिरहेको छौँ अनि हाम्रो भजनमा नाचिराख्नु भएको छ हाम्रो एकजना चाहिँ भजन कीर्तनमा नाच्दै हुनुहुन्छ उठो गाउँले हामीलाई नाच्ने अहिलेसम्म सुताने तक हामीलाई यो त्यो पक 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 तँलाई काट्नु पर्ने उठेन बाख्रा लगाएको पक सर गुड मर्निङ गाइज अहिले चाहिँ हाम्रो यहाँ उज्यालो भइसकेको छ बिहानको भ्यू चाहिँ यस्तो देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ हाम्रो घरद्वारामा अन्त हाम्रो टेन्ट चाहिँ यहाँ यस्तो छ सुत्नु चाहिँ सुतेन 1 घन्टा जति सुतेको थियो त्यही पनि भूतको गीत बजाएर उठाइदिएछ होइन अब हाम्रो त्यहाँ सनराइज देखाउँछौँ हजुरहरूलाई हामीले यस्तो छ जी टाउनको जिडी हो यो चाहिँ घरदौरा अर्ग्यानिक खाजा आफ्नो कोरेसा बारी दिमाग त फेरि यो धेरै छ के आफ्नै करेसा बारीमा फलेको अर्ग्यानिक हाम्रो घरदौराको करेसा बारीमा फलेको अर्ग्यानिक हाम्रो ब्रेड हामी खाँदैछौँ अर्ग्यानिक भिडियोलाई माया गरिदिनु होला गुड मर्निङ फ्रम तुलसीपुर कहाँ हो यो कहाँ हो रे यो घरे 18 घरद्वारा दाङ नेपाल लुम्बिनी पर्थ्यो 18 अर्ग्यानिक घरदौरा हाम्रो बारीमा फलेको अरे यसमा रातो रातो पनि रहेछ नि सिकाउने कार्यक्रम भइरहेछ एक लट्टी मैले एक लट्टी हाने भने सेकिहाल्छ नि ढाड त यहाँ है दुईटा क्लाइन्टहरू मेरो एकैचोटि आउनु भएको छ आज मेरो क्लाइन्टहरू मेकअपको सिजन छ मङ्सिरको आज लास्ट हो उहाँहरू आज बिहामा जाँदै हुनुहुन्छ अब मैले आज 29 गते हो या 28 गते भोलि अब हामीले यसलाई चाहिँ भोलि लास्ट टक्क लगाएर दुईटा आज सेमी फाइनल हो क्या हो कि आज सेमी फाइनल हो टक्क लगाएर हामी आइसकेको छौँ सेमी फाइनल यहाँ हेरिरहेको पार्दैन मसाज के अब मोइस्चराइजरलाई कसरी मसाज गर्नुपर्छ ल है ट्याप 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 हो के तर
स्किन केयर हुँदैछ यहाँ हाम्रो सिगान पनि आउनु लाग्छ बस्सकै सेतो भएको मालिक यतामा होइन अलि किन मोइस्चराइजर सेट होला साइडको सुगर आउँछ चिल्लो बस्सकै भएको यता खानु पर्यो नि स्किन केयर भन्ने दाइ त्यहाँ त झिङ्गा बस्यो नि चिप्लिन्छ अब अद्रक जाने हो तिम्रो चिप्स मेरो यसको हेर न कस्तो भएको वाउ एसएम ये आइज यहाँ नेक्स्ट पैसा खै त मेरो उ खस खै त पैसा देदै अहिले के अहिले दुख्छ कि हामीले यसरी बिस्तारै मसाज गरेर लान्न बिसो भए ट्याप 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 नभन्न करेन्ट लास्ट हुन्छ कि हो झुङ्गान कस्तो राम्रो गाइज हाम्रो चाहिँ अब नाइट क्याम्प अलमोस्ट सकिसकेको छ अब देख्याम हुन्छ अनि हामी चाहिँ अब फर्किनु पर्ने हुन्छ तर हामीले त्योभन्दा अगाडि फोटो भिडियो खिच्नु पर्ने हुन्छ हिजो राति कस्तो दामी क्वालिटी लिएको छु दिउँसो चाहिँ भोइस काट्छ कि यसले हेर त यहाँ यस्तो छ टाइम पास दाइ तपाईँको नि हाम्रो घरदौराको क्याम्पिङ चाहिँ डन भइसकेको हाम्रो यस्तो बवाल भ्यू देख्छ बिहानमा कस्तो बवाल भ्यू देख्छ हाम्रो क्याम्प टेन्ट अनि यहाँ चाहिँ यो के भन्छ यसलाई मलाई थाहा भएन यस्तो यस्तो चुच्चो चुच्चो घर पनि छ तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो घरदौरा लेट्स गो श्रद्धा बहिनी यहाँ छिन् चलो बिचरा स्टोभले सबैले कौडा सामान दिएर चाहिँ नि बिचारा नि कसले मेरो बाबुलाई ल यो भन्छमा म त खिच्नु होला गाइज म राति खिच्छु ह्यान्डसम आउँछु के भाइ ह्यान्डसम आउँछु तिमी यतिको ह्यान्डसम छैनौ साँच्चीमा अनि हाम्रो आजको नाइट क्याम्प चाहिँ सकिसकेको छ अब चाहिँ हामी चाहिँ अब घर गएर सुत्नु पर्ने हुन्छ म त सुत्नु बाई बाई सी यु अन नेक्स्ट ब्लग हाम्रो ब्लग हेरिदिनुहोस् होला कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला तपाईँहरूलाई पनि नाइट क्याम्प आउनु मन लाग्छ भने चाहिँ यहाँ आउन सक्नुहुन्छ द्याट्स इट बाई बाई अब यो ब्लग चाहिँ कहिले आउँछ थाहा छैन जाँगर कहिले चल्छ मैले कहिले एडिट गर्छु तर पनि त्यही हो किप वाचिङ किप सपोर्टिङ किप लभिङ बाई बाई निन्द्रा लाग्यो तर बिहान भुट करायो सुत्न पाइएन हो सुन्नु पाएन भुट करायो नाइट क्याम्प आएर के सुत्छन् एकछिन त सुत्ने म अनि आएर बजाइदियो अरे म फेरि सुनिरहेको म त को हाँस्यो सपनामा भन्दा थियो कि लास्टमा स्कुल जानु लाग्यो एक्जाम छ ल जाम बाई बाई अब हामी जानु पर्ने भाइ 1 करोड के त तल कि बाई बाई भाइ हो त चक्लेटी डेरी मिल्क ह्यान्सी भएको भए त कहिले बताइहाल्थ्यो नि अहिलेसम्म कहिले बताउनु है मलाई यस्तै कुरा गर्छ सोझो हो मेरो भाइ सोझो होइन त्यही हो कति ज्ञानी छन् भने ज्ञानी त एकदम गर्लफ्रेन्डलाई बसालेर हिँड्ने उमेरमा दिदीलाई बसालेर हिँड्छ त्यही त कति ज्ञानी छ बाई बाई यति रमाइलो हो कि गऱ्यो भने 5 रुपियाँ भने रमाइलो लागिहाल्छ
चाहिँ चट्ट लगाएर हामी जाँदैछौँ घरतिर हाम्रो नाइट क्याम्पै सकियो ओभरअल रमाइलो भयो एकपटक नि नसुतेर अभियान चाहिँ सुते तर हामीले अलिकति 3 बजेपछि सुत्यो यो चाहिँ हाम्रो 1 करोडको घर हो